सबैलाई सम्पूर्णलाई आज हामी टिम्बु मन्दिर घुम्न आएको छैन। बल्ल तल भेट्यो, धेरै टाढा थियो, 2 घन्टा 2.5 घन्टा लाग्यो। हामी कम्तीमा 1 बजी हिँडेको, यसरी कति बजी 3 बजिरहेछ, 4:30 भइसक्यो। अनि 3.5 घन्टा जति लाग्यो। बल्ल तल भेट्यो, धेरै टाढा टाढा घुमि आयो। अनि काफल पनि खायो अनि ऐसरी पनि खाएन। अब हामी त्यही मन्दिरको भर्याङ चढ्दैछु। आशा छ यही मन्दिर जाने बाटो जस्तो लाग्यो होइन। हामी फर्स्ट टाइम जाँदैछु। भगवान्को कृपामा भरोसा लागिरहेको छ। अब हाम्रो बाटो गर्दैछ गाइस होइन। मेरो दाजु हो त जी, मेरो गाउँको दाजु। अब हामी रुखमा चढी काका आएर हामी यहाँ भर्याङबाट हुन्छ धेरै बाटो आयो, उसरी आयो। पहिला हामी कता जाने, यता जाने पनि छ, यता जाने पनि छैन। हामी पहिला यता जान्छौँ अनि उताबाट ए माथि चाहिँ अब माथितिर गयो भने खाद्य मन्दिर जाने बाटो आउँछ डाँडा चाहिँ। अहिले चाहिँ हामी यता चढ्दैछौँ। यस्तै छ गाइस, कपाल पनि यस्तै छ। अनि हामी फुल त्यो खोला पाएर त्यो तलतिरै छैन हाम्रो गाउँ भन्नु मतलब टिम्बु हामी इक्जाम दिने सेन्टर। अनि त्यो डाँडा गयो भने ए गाउँपालिबाट जाने बाटो त्यो पनि हो क्या। अनि कता आइपुग्यो, आउनु चाहिँ आयो, कता आइपुग्यो भन्ने ठ्याक्कै फिक्स छैन। हेर्नुहोस् है।